ल आजका केही महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरूको सारसंक्षेप सुनौ। एकातिर नेपालमा अब चुनावको माहौल तातेको छ, अनि अर्कोतिर विश्वमा कतै वार्ताको प्रयास हुँदैछ भने कतै चाहिँ पुरानै विवादले फेरि टाउको उठाएको छ। पहिलो कुरा गरौँ नेपालको चुनावको। अब फागुन 21 को चुनावको लागि उम्मेद्वारहरूको फाइनल लिस्ट आइसकेको छ र करिब 80 जना जति त मैदानबाट बाहिरिए। तर यो पटक एउटा एकदमै रोचक कुरा के भएको छ भने दलहरूले पहिल्यै प्रधानमन्त्रीको उम्मेद्वार तोकेका छन्। यसले के गर्छ त भन्दा मतदातालाई अब नीति मात्रै होइन, सिधै नेतृत्व छानेर भोट हाल्ने मौका दिएको छ। जस्तै कांग्रेसबाट गगन थापा, एमालेबाट केपी शर्मा ओली अनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाहको नाम अगाडि सारिएको छ। अब जाउँ दोस्रो विषयमा, अन्तर्राष्ट्रिय विवाद र संवादतर्फ। हेर्नुस्, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा टिप्पणीले अहिले निकै ठूलो विवाद निम्त्याएको छ। उहाँले के भन्नुभयो भने अफगान युद्धमा गैर अमेरिकी नेटो सैनिकहरू खासै अग्रमोर्चामा थिएनन् रे। यो सुनेपछि बेलायतले एकदमै कडा आपत्ति जनायो। तर यही बीचमा एउटा राम्रो खबर पनि छ। युक्रेन युद्ध रोक्नका लागि पहिलो पटक अमेरिका, युक्रेन र रुस तीनवटै देश अबुधाबीमा वार्ताको लागि बसेका छन्। मुख्य मुद्दा चाहिँ भूभागको नियन्त्रण नै बनेको छ। र अन्तमा विश्वका केही दुखद घटनाहरू। एकातिर संयुक्त राष्ट्र संघले इरान सरकारलाई प्रदर्शनकारीमाथिको क्रूर दमन तुरन्तै रोक्न कडा आग्रह गरेको छ। अर्कोतिर पाकिस्तानको कराचीमा एउटा शपिङ मलमा लागेको भीषण आगोमा परेर 67 जनाको ज्यान गएको खबर छ, अनि झण्डै 80 जना त अझै बेपत्ता छन्। त्यसैले छोटकरीमा भन्नुपर्दा नेपाल चुनावी तयारीमा व्यस्त छ भने विश्वमा चाहिँ कतै संवादको प्रयास हुँदैछ, कतै विवाद चर्किएको छ, त कतै मानवीय सङ्कट गहिरिएको छ। बीबीसी नेपाली सेवाको साँझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा आसन्न निर्वाचनका उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक हुने दिन कति घटे प्रत्याशी, अहिलेसम्मको प्राप्ति विवरण अनुसार 72 जना उम्मेद्वारले आफैले फिर्ता लिएको देखिन्छ भने 9 जनाको उम्मेदवारी खारेज भएको देखिन्छ। गगन थापा कांग्रेसको भावी प्रधानमन्त्री उम्मेद्वार हुने चुनावअघि नै भइरहेको यस्तो अभ्यासको संकेत के हो? पार्टीहरूले अध्यक्षत्व प्रणाली अथवा एक्जिक्युटिभ प्रेसिडेन्टको सिस्टममा जानको लागि यो तयारी गरेका हुन् कि भन्ने मलाई शङ्का लागिरहेको छ। पूर्व मन्त्री माधव पौडेलसँग कुराकानी र अफगान युद्धमा गैर अमेरिकी नेटो सैनिक अग्रमोर्चाभन्दा पर रहेको ट्रम्पको टिप्पणीको आक्रोशपूर्ण प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार। शरद केसीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घका मानवाधिकार सम्बन्धी एकजना उच्च अधिकारीले इरानका अधिकारीहरूलाई आफ्नो क्रूर दमन अन्त्य गर्न, पुनर्विचार गर्न र त्यसबाट पछि हट्न आग्रह गरेका छन्। जिनिभामा संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार परिषदको आपतकालीन बैठकको सुरुमा बोल्दै भोल्कर ट्युकले इरानमा सरकार विरोधी प्रदर्शनमा गरिएको दमनमा बालबालिका सहित हजारौं मानिस मारिएको बताए। दमन र शक्तिको अत्यधिक प्रयोगले कहिल्यै पनि जनताको गुनासो र आक्रोशलाई शान्त पार्न नसक्ने बताउँदै उनले भने, इरानका सडकहरूमा हत्या सम्भवतः कम भएको होला, तर क्रूरता अझै जारी नै छ। इरानी अधिकारीहरूले चाहिँ अशान्ति र मृत्युको दोष उनीहरूकै शब्दमा इजरायल र अमेरिकाको समर्थन प्राप्त आतंकवादी र दंगाकारीहरूमाथि लगाएका छन्। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टारमरका प्रवक्ताले अफगानिस्तान युद्धका बेला नेटो सैनिकको भूमिकाको अवमूल्यन गर्नु राष्ट्रपति ट्रम्पको गल्ती भएको आरोप लगाएकी छन्। अमेरिकी राष्ट्रपतिको दाबीलाई लिएर आक्रोशपूर्ण प्रतिक्रिया आएको छ, जसमा ट्रम्पले नेटोका अन्य सदस्य राष्ट्रका फौज अफगान युद्धको अग्रमोर्चाभन्दा टाढा रहेको बताएका छन्। अफगानिस्तानमा मारिएका गठबन्धन सैनिक मध्ये लगभग 1/3 गैर अमेरिकी थिए। ती मध्ये 30 भन्दा बढी देशहरूबाट अफगानिस्तान गएका थिए, जसमध्ये प्राय ब्रिटिश सैनिक थिए।
युक्रेनमाथि रुसबाट पूर्ण स्तरको आक्रमण सुरु भए यता अमेरिका सहितको 3वटै पक्ष आबुधाबीमा पहिलो त्रिपक्षीय वार्तामा जुट्दैछन्। अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पका विशेष दूत स्टिभ विटकोफका बीच भएका छुट्टा-छुट्टै वार्तापछि उनीहरू त्रिपक्षीय छलफलमा जुटेका हुन्। शान्ति सम्झौतामा देखिएको गतिरोधको मुख्य मुद्दा केही भूभाग रहेको बताइएको छ। युक्रेनले अझै पनि आफ्नो नियन्त्रणमा राखेको डोनबास क्षेत्रको केही भाग छोडोस् भन्ने रुस चाहन्छ। रुसले त्यसो गर्न अस्वीकार गरिरहेको छ। युक्रेनले पश्चिमा देशहरूबाट सुरक्षाको ग्यारेन्टी चाहन्छ, जसको रुसले विरोध गर्दै आएको छ। युगाण्डाका सेना प्रमुखले गत साता भएको विवादास्पद राष्ट्रपतीय निर्वाचनपछि 2000 विपक्षी समर्थकहरूलाई हिरासतमा लिइएको र 30 जनाको मृत्यु भएको बताएका छन्। राष्ट्रपति योवेरी मुसेभेनीका छोरा सेना प्रमुख मुहेजी काइनरुगेबाले पक्राउ परेकाहरूलाई गुण्डा र आतंककारीको रूपमा चित्रण गरे। चुनावबाट मुसेभेनीले 7औं कार्यकाल सुरक्षित गरेका छन्, तर विपक्षी नेता बबी वाइनले व्यापक अनियमितता भएको आरोप लगाउँदै चुनावी परिणाम अस्वीकार गरेका छन्। र पाकिस्तानको कराची स्थित आगलागीमा परेको एउटा शपिङ मलबाट प्रहरीले अहिलेसम्म 67 जनाको शव निकालिएको जनाएको छ। झण्डै 80 जना अझै बेपत्ता छन्। उद्धारकर्ताहरूले अवशेष पहिचान गर्न DNA परीक्षण गराइरहेका छन्। खचाखच भरिएको बहुतल्ले शपिङ सेन्टरमा गत शनिबार राति आगलागी तीव्र गतिमा फैलिएको थियो। शपिङ मल बन्द हुन लाग्दा आगो लागेकाले बाहिर निस्किने 16वटा ढोकाहरूमध्ये 3वटा बाहेक सबै बन्द भइसकेका थिए। अनुसन्धानकर्ताहरूले आगलागीको कारणबारे अझै केही बताउन सकेका छैनन्। यो BBC नेपाली सेवा हो। साँझ पखमा पुनः स्वागत छ। निर्वाचन कार्यतालिका अनुसार फागुन 21 गते हुने चुनाव अघिको एउटा मुख्य दिन आज माघ 9 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र उनीहरूलाई चुनाव चिन्ह प्रदान गर्ने काम भएको छ। निर्वाचन आयोगले केही बेर अघि दिएको पछिल्लो विवरण अनुसार कम्तीमा 80 जना प्रत्याशी उम्मेद्वारी फिर्ता वा खारेज भएर कमी भएको देखिन्छ। केही बेर अघि अन्तिम नामावलीको पछिल्लो अवस्थाबारे बीबीसीलाई बताउँदै निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले भने, अहिलेसम्म प्राप्त विवरण अनुसार 3406 जना उम्मेद्वार उम्मेदवारी कायम भएको देखिन्छ, जसमध्ये पुरुष 3017 र महिला 388। त्यस्तै गरी अन्यमा 1 जना काम भएको देखिन्छ भने 25 देखि 40 वर्षको 1058 जना, 41 देखि 60 वर्ष उमेर समूहको 1925 जना र 61 प्लसको चाहिँ 425 जना मात्र देखिन्छ। यो हिसाबले चाहिँ 41 देखि 60 वर्ष उमेर समूहको अलिक वर्चस्व देखिन्छ। कतिले फिर्ता लिए, अब कतिको उम्मेदवारी रद्द भयो? एकाध जिल्लाहरूको सिस्टममा इन्ट्री गर्न अलिक बाँकी छ जस्तो लाग्छ। अहिलेसम्मको प्राप्त विवरण अनुसार 72 जना उम्मेद्वारले आफैले फिर्ता लिएको देखिन्छ भने 9 जनाको उम्मेदवारी खारेज भएको देखिन्छ। निर्वाचन कार्यतालिकामा आजको दिन अन्तिम नामावली प्रकाशन र चिन्ह प्राप्त गरेपछि चाहिँ अब सिधै चुनावी मिति देखिन्छ। अब यस बीचमा के हुन्छ? अब निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारी काम गर्छ। समानुपातिक तर्फको अब 70-50 लाख मात्रै मतपत्र छाप्न बाँकी भएकोमा त्यो सम्पन्न गरिसकेपछि 2-3 दिनपछि प्रत्येकतर्फ मतपत्र छाप्ने काम हुन्छ। त्यसपछि क्रमशः हामी ढुवानी प्लान अनुसार अगाडि बढ्छौँ। राजनीतिक दलहरूले र उम्मेद्वारहरूले आचार संहितामा उल्लेख भए बमोजिम निर्वाचन कार्यतालिका बमोजिम आफ्नो प्रचार प्रसारमा लाग्नुहुन्छ। तथापि सक्रिय हिसाबले प्रचार प्रसार गर्न 70 दिन मात्रै तोकिएको हुनाले उहाँहरूले आफ्नो तरिकाले घरदौलीसम्म गर्ने काम गर्न सक्नुहुन्छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी। यसअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले नेपालभर 1,89,00,000 संख्यामा मतदाता रहेको जनाउँदै कुल मतदाता भन्दा केही बढ्ता गरी 2 करोड मतपत्र छापिने बताएका थिए। हाल मतदाता परिचय पत्र छपाईको काम समेत साथसाथै भइरहेको आयोगले जनाएको छ। आज उम्मेदवारी फिर्ता लिने मध्येमा गोर्खा 2 मा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत छन्। उजुरी परेका मध्ये जन्मकैदको फैसला पाएर विगतमा राष्ट्रपतिद्वारा माफी पाएका कैलाली 2 का रेशम चौधरीको उम्मेदवारी बिहिबार नै निर्वाचन अधिकृतले रद्द गरेका थिए। तर आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै चौधरीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। अर्को विषय, नेपाली कांग्रेसले आज पार्टीका नवनिर्वाचित सभापति गगन थापा आगामी प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्री पदका लागि उम्मेद्वार हुने घोषणा गरेको छ। यसअघि नै एमाले आफ्ना अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना एकजना नेता बालेन्द्र शाहलाई आफ्ना दलका तर्फबाट प्रधानमन्त्रीको दौडमा अघि सारिने जनाइसकेका छन्। नेपालमा चुनाव अघि नै प्रधानमन्त्रीका लागि नाम अघि सार्ने दलहरूको यो प्रवृत्ति कस्तो हो भनेर हामीले शासकीय स्वरूप मामिलाका एकजना
विज्ञ तथा खिलराज रेग्मी नेतृत्वको सरकारका पूर्व मन्त्री माधव पौडेललाई सोधेका छौँ। सामान्यतया संसदीय लोकतान्त्रिक मुलुकहरूमा आम निर्वाचन हुनुभन्दा अगाडि नै प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरिँदैन। तर पछिल्लो समयमा यो अभ्यासलाई अझै खण्डित हुँदै आएको छ। हाम्रै सन्दर्भमा भन्नुहुन्छ भने पनि 56 सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई चाहिँ प्रधानमन्त्रीको उम्मेद्वार हुन्छ भावी निर्वाचन पछाडि भनेर चाहिँ गिरिजाप्रसाद कोइरालाले चाहिँ त्यति बेलाको प्रधानमन्त्रीले भन्नुभएको थियो। त्यही आधारमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो। तर छोटो अवधिमै उहाँको चाहिँ राजीनामा गर्नुपर्ने बाध्यता आयो। यही पहिले एडभान्स रूपमा गर्दाखेरि त्यो परिणाम के हुँदो रहेछ त्यो अनुभव हामीले सिकिसकेका छौँ। दोस्रो कुरो, हाम्रो संविधानले चाहिँ प्रधानमन्त्री नियुक्त हुन पनि संसदीय दलको नेता हुनुपर्छ भन्ने भनिएको छ। संसदीय दलको चाहिँ नेता हुनुपर्ने एउटा बाध्यतात्मक व्यवस्था गरेको छ कोअलिसन गभर्नमेन्ट भएको अवस्थामा बाहेक। र अहिले नै अब चुनाव हुनुभन्दा अगाडि नै यसरी जाँदाखेरि पहिलो प्रभाव चाहिँ मतदातालाई संसद सदस्य चाहिँ भोलि प्रधानमन्त्री हुन्छ है भन्ने एउटा दबाव। दोस्रो कुरो, संसदका सदस्यहरूलाई पनि यो दबाव हुने। भोलि चाहिँ एउटा पार्टीले निर्वाचन जित्यो भने संसदमा निर्वाचित भएर आउने संसदहरूलाई पनि पहिला नै हामीले प्रधानमन्त्री फलानालाई भनेर हामीले घोषणा गरिसकेका छौँ, त्यसरी अन्यथा हुन सक्दैन भनेर निर्वाचन संसदको निर्वाचनमा प्रभाव पर्न सक्ने सम्भावना देखाएको छ। त्यसर्थ यसले गर्दाखेरि हाम्रो संसदीय मान्यतामा अलिकति अवरोध चाहिँ खण्डित हुन सक्ने अथवा यसैमा जुन हाम्रो संविधानको परिकल्पना छ अथवा जस्तो शासकीय स्वरूप हामीले अंगीकार गरेका छौँ त्यो अनुसार चाहिँ यो अभ्यास सामञ्जस्य हुन्छ कि हुँदैन? अब सामञ्जस्य हुँदै हुँदैन कसरी भन्ने मैले किन भन्नुहुन्छ भने नेपाल बाहेक अन्य संसदीय लोकतन्त्र अपनाउने मुलुकहरूले पनि यस्तो किसिमको अभ्यास अंगीकार गरिसकेका छन्। उदाहरणलाई भन्नुहोस्, इन्डियाकै कुरा गर्नुहुन्छ, मोदीलाई चाहिँ 2014 को पहिलो निर्वाचनमा प्रधानमन्त्री क्यान्डिडेट भनेर घोषणा गरिएको थियो। ब्रिटेनमै भन्नुहुन्छ भने 1945 मा सेकेन्ड वर्ल्ड वार जित्नमा चाहिँ ठूलो भूमिका निर्वाह गर्नु तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिललाई उम्मेद्वार बनाएको थियो। तर निर्वाचन परिणामले उहाँको पार्टीले हार भएको अवस्था पनि थियो। यस्तो अवस्था हुन्छ। यहाँले मतदातालाई प्रभाव र संसदीय दलका अथवा सांसदहरूलाई प्रभावको कुरा गर्नुभयो। यसले हाम्रो परिप्रेक्ष्यमा चाहिँ राम्रो बढ्ता गर्छ कि नराम्रो? संविधानले निश्चय गरेको छैन। तर प्रधानमन्त्रीको क्यान्डिडेट त्यति बेला मात्रै हुन्छ हाम्रो लोकतन्त्रमा जब संसदीय दलको नेता उहाँ हुनुहुन्छ। कल्पना गरौँ हामीले जस्तै प्रधानमन्त्री भनेर चाहिँ घोषणा गरिएको उम्मेद्वार लिएर गरेको थियो चुनाव हुनुभन्दा अगाडि नै उसको निर्वाचनमा पराजय भयो भने के हुन्छ अवस्था त्यो पार्टीको हैसियत, उसको डिसिजन चाहिँ प्रिम्याचुर रहेछ भन्ने कुरो त्यहाँ पुष्टि हुन्छ। दोस्रो कुरो, यसले चाहिँ भोलि निर्वाचित भएर आएका संसदलाई चाहिँ दबाव पार्ने भएको उहाँहरूको अधिकारलाई यसले चाहिँ प्रभाव पार्ने भयो। त्यो हरेक संसद चाहिँ संसदीय दलको नेता हुनको लागि योग्य हुन्छन्। संसदमा भन्नु पर्दाखेरि परम्परागत शास्त्रीय पार्लियामेन्ट्री सिस्टममा यो असाध्यै अपरिपक्व निर्णय मानिन्छ। तर अहिले आधुनिक भन्नु पर्यो, खास गरी 20औं शताब्दीको उत्तरार्धदेखि आएको पार्लियामेन्ट्री सिस्टममा यो चाहिँ समय सापेक्ष सुधार भएर होला यसलाई पार्लियामेन्ट्री सिस्टमको प्रतिकूल मान्न सकिँदैन। हामीले यो पार्टीलाई भोट दियौँ भने त्योबाट फलानु व्यक्ति प्रधानमन्त्री हुन्छ भनेर पहिल्यै थाहा हुँदा मतदाताहरूलाई एक पूर्व सुसूचित हुने अधिकार पनि हुने भयो। नगर्दा पनि त अन्यल त होला नि त। फेरि यो कन्स्टिट्युन्सीमा जित्नु नै पर्याप्त होइन। अर्को किसिमको चरणको निर्वाचनमा संसदीय दलको नेता भएपछि मात्रै हामीले पठाएको हामीले चुनेको संसद सदस्य चाहिँ प्रधानमन्त्री हुन्छ भन्ने कुरो थाहा छ उहाँहरूलाई। त्यसकारण चाहिँ पहिला नै उहाँहरूले यसरी पूर्वानुमान गरेर प्रधानमन्त्री यही हो भनेर भन्न सक्नुहुन्न थियो। र अहिले दबाब चाहिँ पर्छ प्रभावलाई। यो हामीले यो प्रधानमन्त्री हुने प्रभाव यो क्यान्डिडेट यो प्रधानमन्त्री नहुने क्यान्डिडेट कसलाई दिने भन्दाखेरि जसरी प्रधानमन्त्री हुने क्यान्डिडेट दिन चाहनुपर्ने हुन्छ। र यसलाई यहाँले चाहिँ उन्नत संसदीय अभ्यासको रूपमा हेर्नुहुन्छ कि यो चुनाव जित्ने हत्कण्डाको रूपमा? मलाई भन्नुहुन्छ भने यो पोलिटिकल पार्टीहरूको एउटा पोलिटिकल स्ट्राटेजी हो यो। दोस्रो, अरू कोअलिसन पार्टनर जो भोलि हुनेवाला छन् तिनीहरूको लागि पनि यो किसिमको दबाव हुन सक्छ। यस्तो गठबन्धन हुने अवस्थामा त साना दलहरूका तर्फबाट पनि प्रधानमन्त्री हुन सक्ने भयो। अहिले प्रधानमन्त्रीको उम्मेद्वार पहिल्यै घोषणा नगरेका नेकपा, राप्रपा, मधेसवादी दलहरूलाई पनि यसको दबाव पर्न सक्छ। प्रभाव पर्न सक्छ। किनभनेदेखि चाहिँ निर्वाचनको फेर प्रतिस्पर्धा नहुन सक्छ। यसबाट हेर्नुहोस्, यो पार्टीले चुनाव जित्यो भने फलानु मान्छे प्रधानमन्त्री हुन्छ भन्ने त लगभग सबै अनुमान गरेकै हुन्छन्। तर हाम्रो सन्दर्भमा भन्नुहुन्छ भने पार्टीहरूले चाहिँ घोषित रूपमा अघोषित रूपमा चाहिँ अध्यक्षत्व प्रणाली अथवा एक्जिक्युटिभ प्रेसिडेन्टको सिस्टममा जानको लागि यो तयारी गरेका हुन् कि भन्ने मलाई शङ्का लागिरहेको छ। उनी थिए शासकीय स्वरूप मामिलाका एकजना विज्ञ तथा पूर्व मन्त्री माधव पौडेल। साथी अशोक दाहालसँग कुरा गर्दै। चर्चा चुनावकै।
प्रतिनिधि सभा निर्वाचन आउन 1.5 महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझाउन नयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्। जनतालाई आफूले चुनाव जिते यो गर्छु भनेर तिनी दलहरूले विगतमा पनि नभनेका होइनन्, तर उनीहरूले गरेका धेरै बाचा त्यत्तिकै खेर जाने गरेकाले उनीहरूका घोषणापत्रबारे जनतामाझ उति साह्रो उत्साह नपाइने जानकारहरू बताउँछन्। BBC नेपाली.com मा रहेको सञ्जय ढकालको एक रिपोर्टमा 2079 सालको प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावको मुखमा केही प्रमुख दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा उल्लेखित पूरा नभएका वा आंशिक पूरा भएका बाचाहरूको समीक्षा गरिएको छ। कृपया पढ्ने प्रयास गर्नुहोला। अब एउटा अन्तर्राष्ट्रिय विषय। अफगान युद्धमा नेटो गठबन्धनका गैर अमेरिकी सैनिक अग्रमोर्चाभन्दा टाढा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीले आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ। ब्रिटेनले त्यसको कडा प्रतिवाद गर्दै ट्रम्पले नेटो फौजको अवमूल्यन गरेको बताएको छ। BBC विवरणमा आधारित रिपोर्ट शरद केसीबाट। ब्रिटिश प्रधानमन्त्रीका प्रवक्ताले भनेकी छन्, अमेरिकामाथि सन् 2001 को सेप्टेम्बर 11 मा भएको आतंकवादी आक्रमणपछि अफगानिस्तानमा ब्रिटिस सहित नेटो सेनाको भूमिकाको उपहास गरेर ट्रम्पले गलत गरेका छन्। उनका अनुसार अफगानिस्तानमा 457 जना ब्रिटिस सैनिकको मृत्यु भएको थियो र अन्य घाइते भएका थिए। अमेरिका र अफगानिस्तानमा नेटोका सहयोगीहरूसँगै सेवा गर्दा जीवन नै फेरिने गरी अन्य सयौं जना घाइते भएको उनले बताइन्। सामूहिक सुरक्षाको निम्ति र आफ्ना सहयोगीहरूमाथि भएको आक्रमणको जवाफ दिँदा उनीहरू र नेटोका सैनिकले बलिदान दिएको बताउँदै प्रवक्ता भन्छन्, हामी हाम्रो सुरक्षा फौजप्रति अविश्वसनीय रूपमा गर्व गर्दछौं अनि उनीहरूको सेवा र बलिदान कहिल्यै बिर्सन पनि सकिँदैन। ब्रिटिस रक्षा मन्त्री जोन हेलीले अफगानिस्तानमा मारिएका ब्रिटिस सैनिकलाई राष्ट्रको सेवाका लागि आफ्नो जीवन अर्पण गर्ने नायकको रूपमा स्मरण गर्नुपर्ने बताएका छन्। लिबरल डेमोक्रेट नेता एड डेभीले प्रधानमन्त्रीले ट्रम्पबाट माफीको माग गर्नुपर्ने र बहादुर सैनिकहरूले अफगानिस्तानमा आफ्नो ज्यान दिएको कुरा स्पष्ट पार्नुपर्ने प्रतिक्रिया दिएका छन्। अफगान युद्धमा मारिएका र घाइते भएका ब्रिटिस सैनिकका परिवारका सदस्यहरूले ट्रम्पको भनाइबाट निकै मर्माहत भएको बताउँदै खेद प्रकट गरेका छन्। हवस् त यसका साथै BBC नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। All our services are at bbcworldservice.com.